हेलो साथीहरू, हामी चाहिँ हिजो जनकपुर जाँदा सानो एउटा मिनी भ्लग बनाएको थियो। यो चाहिँ जनकपुरको रामानन्द चोक। हामी रामानन्द चोक हुँदै हामी सानो एउटा कार्यक्रम जनकपुरमा कार्यक्रममा गएका थियौँ र केही समय कार्यक्रम लम्बिएपछि चाहिँ हामी माता सीताको दर्शन गर्न भनेर हामी लाग्यौँ र गएपछि त्यहाँ गएपछि हामी गाडी राखेर चाहिँ हामी अटो रिक्सामा जाने सबैले तय गऱ्यौँ र अटो रिक्सामा चढ्यौँ सबैजना। र त्यसपछि हामी अटो रिक्सा लिएर सरर गयो। यो चाहिँ जनकपुरको मिथिला आर्ट हो। यो चाहिँ एकदम देश विदेशमै समेत यसको चाहिँ फेमस छ। यो आर्टको पहिचान छुट्टै छ। अनि यो चाहिँ यसको बेग्लै राम्रो उ छ। त्यसपछि हामी लाग्यो यो चाहिँ रेलको ट्र्याक, जनकपुर रेल मार्ग। त्यसपछि हामी लाग्यौँ सीता माताको दर्शन। हामी सीता माताको मन्दिर पुग्यौँ। चाहिँ नौलाखा मन्दिर पनि भनिन्छ सायद। त्यो बेलामा चाहिँ 9 लाख रुपियाँ खर्च गरेर चाहिँ बनेको थियो अरे। यता साइडपट्टि चाहिँ भन्छन् यस्तो यस्तोहरू चाहिँ बेच्छन् यहाँ है। के हो यो बुढाहरूलाई पल्काउने चिज त होला नि। यो मन्दिरको फेरि यस्तो छ कि यो अब विश्वमै नम्बर 1 मन्दिर हो। यो नम्बर 1 मन्दिर छ। यो मन्दिरको बनावट चाहिँ विश्वमा बेग्लै छ के। यसको पहिचान अब छुट्टै छ। ऊ बेलामा अब सीता माताको पिता हाम्रो जनक राजाले निर्माण गरेको मन्दिर हुनसक्छ। त्यसपछि हामी दर्शन सर्शन गरियो। सबै दाजुभाइहरू, आमा छ, नवराज छ, रामकृष्ण दाई, नवराज दाई, हामी सबैजना यहाँ चट्ट दर्शन गरिसके फेरि नवराज दाईको छुट्टै पोज छ। चट्ट चस्मा लगाएर ल यत्तिको चाहिँ हुनुपर्छ हो। युवा नेता नपर्यो। त्यसपछि हामी सरर मन्दिर दर्शन अवलोकन गरेपछि हामीलाई अब खाना खाने टाइम पनि भइसकेको थियो। अब सल्लाह गरेर खानातिर लाग्यौँ हामी। रोटी सब्जी सबै भेज। हामी पनि अब अरू माछा मासु खाए पनि तर हाम्रो पनि बुद्धिस्ट धर्मको सागा धावा भन्ने चाहिँ 1 महिनाको चलेको हुनाले हामीले पनि भेजै खाइरहेछौँ। त्यसमा चाहिँ अब हाम्रो नवराज दाई पनि अब भेज कृष्ण प्रणामी हुनुहुन्छ। त्यो हिसाबले हामीले पनि पुरै भेज, पनिर, रोटी